नमस्ते सबैजनालाई, हजुरहरूलाई स्वागत छ आरजे फुड च्यानलमा। आज म तपाईहरुलाई लिएर आएको छु गर्मी लागि एकदमै स्वादिलो, चिसो र मिठो रेसिपी आमको कुल्फी। त्यो पनि घरमै सजिलै बनाउने तरिकामा। ल अब सुरु गरौँ। पहिला सुरुमा यहाँ मैले दुधलाई तताएँ। दुधलाई चलाउँदै उमाल्ने। यहाँ दुधलाई अलि बाक्लो हुने गरी उमाल्नु पर्छ। चलाउँदै उमाल्नु पर्छ। यहाँ मैले काजु 50 ग्राम अनि चिनी 50 ग्राम लिएको छु। अब यसलाई हामी ब्लेन्ड गर्छौं। यहाँ काजु र चिनी ब्लेन्ड भइसकेको छ। यहाँ दुध बाक्लो भइसकेको छ। अब यसमा हामीले अघि ब्लेन्ड गरेको काजु र चिनीलाई मिक्स गर्छौं। यसलाई राम्रोसँग मिक्स गर्ने। अब यसलाई बाक्लो हुने गरी उमाल्नु पर्छ। यतिको बाक्लो बनाउनु पर्छ। यहाँ दुधलाई एकछिन चिसो हुन दिनु पर्छ। यहाँ मैले एउटा आँप लिएको छु फ्लेभरको लागि। यसलाई सानो पिस गरेर काट्ने अनि मिक्सरमा ब्लेन्ड गर्ने। दुध चिसो भइसकेको छ। अब हामी अघि ब्लेन्ड गरेको आँपलाई मिक्स गर्छौं। यसलाई राम्रोसँग मिक्स गर्ने। यहाँ हाम्रो मिश्रण तयार भइसकेको छ। अब हामी कुल्फी मेकरमा हालेर
यसलाई 7-8 घण्टा जमाउनको लागि फ्रिजमा राख्नुहोस्। अब हामी यसलाई 2-3 मिनेट पानीमा डुबाउँछौँ। अनि निकाल्छौँ। यहाँ मैले कुल्फीलाई निकालिसकेको छु। यहाँ हाम्रो कुल्फी तयार भइसकेको छ। यो गर्मीमा तपाईँ पनि घरमै बनाउनुहोस् र आनन्द लिनुहोस्। हजुरहरूलाई मेरो यो रेसिपी मन परेमा लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। धन्यवाद।